वेलकम टू क्रिकेट सञ्जीव। यहाँहरू सबैलाई हाम्रो च्यानलमा हार्दिक स्वागत छ। नेपाल अनबिटन रहेर वर्ल्ड कप क्वालिफाई भइसकेको छ। टी20 वर्ल्ड कप जुन इन्डिया र श्रीलङ्काले 2026 मा संयुक्त रूपमा होस्ट गर्दैछ। नेपालले हिस्ट्री क्रिएट गरिसकेको छ। ब्याक टु ब्याक वर्ल्ड कपमा क्वालिफाई भएको छ र यो नेपाल खेल्दै गरेको तेस्रो वर्ल्ड कप पनि हो। आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ अब नेपालको फोकस ओडिआई वर्ल्ड कपमा सुरु भएको छ। नेपाल वर्ल्ड कप लिग 2 को म्याचहरू खेल्न युएई जाँदैछ र युएईमा नेपालले युएई र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। हामी आजको यो भिडियोमा कुराकानी गर्नेछौँ नेपालले कसरी 2027 मा जुन ओडिआई वर्ल्ड कप हुँदैछ, जिम्बाब्वे, साउथ अफ्रिका र नामिबियाले संयुक्त रूपमा होस्ट गर्दैछ, त्यो वर्ल्ड कपमा क्वालिफाई हुन सक्छ भनेर र नेपालको अपकमिङ म्याचेसहरू जुन WCL 2 मा रहेका छन्, कस्तो छ WCL 2 मा, कतिवटा म्याच खेल्छ, कुन कुन देशसँग कति म्याच खेल्छ भन्ने बारेमा पनि आजको यो भिडियोमा हामी कुराकानी गर्नेछौँ। यो विशेष भिडियो हो जहाँ हामी कुरा गर्नेछौँ नेपालको 2027 को वर्ल्ड कप क्वालिफिकेसन सिनारियोको बारेमा। वेलकम एभ्रीवान टु आवर च्यानल क्रिकेट सञ्जीव। र तपाईँहरूले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र जानकारीको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। अब यो भिडियोलाई अगाडि बढाउँ र सुरुमा कुरा गरौँ 2027 मा हुने वर्ल्ड कपको बारेमा। 2027 मा हुने वर्ल्ड कप जिम्बाब्वे, साउथ अफ्रिका र नामिबियाले संयुक्त रूपमा होस्ट गर्दैछन् र यो वर्ल्ड कपमा 14 राष्ट्र सम्मिलित हुँदैछन्। लास्ट वर्ल्ड कप हामीले हेर्यौँ भने जम्मा 10 राष्ट्र सम्मिलित थिए, तर यो वर्ल्ड कपमा संख्या बढेको छ, 4वटा संख्या बढेको छ भन्नुपर्छ। 14 राष्ट्र यो वर्ल्ड कपमा सहभागी हुँदैछन्। यो वर्ल्ड कप कुन फर्मेटमा हुँदैछ भनेर पनि सुरुवात गरौँ। 50 वर्ल्ड कप हो, तर यसमा कसरी ग्रुप डिभिजन हुन्छ भन्ने बारेमा कुरा गरौँ। र यो वर्ल्ड कपमा हामीले हेर्यौँ भने 14वटा टिमलाई 7-7वटा ग्रुप ए र ग्रुप बी गरेर 7-7वटा टिम राखिनेछ र त्यसपछि त्यो ग्रुपहरूको गेम भइसकेपछि सुपर 6 को गेम हुनेछ। इस्ट ग्रुपबाट 3वटा टिम सुपर 6 मा जानेछन् र सुपर 6 का खेलहरू हुनेछन् र त्यसपछि सेमिफाइनल र फाइनल गर्दै यो टुर्नामेन्ट अगाडि बढ्दैछ र यो टुर्नामेन्ट संयुक्त रूपमा 3वटा कन्ट्रीले होस्ट गर्दैछ, जिम्बाब्वे, साउथ अफ्रिका र नामिबिया। अब कुरा गरौँ 14वटा राष्ट्र कसरी सेलेक्सन हुन्छ भन्ने बारेमा। र 14वटा राष्ट्रको बारेमा सरस्वती हामीले आइसिसी को ट्रेन्ड हेऱ्यौँ भने वर्ल्ड कपमा सेलेक्सन गर्ने आयोजक राष्ट्रहरूलाई अटोमेटिकल्ली सेलेक्ट गर्ने गर्छ। तर यो पटक हामीले हेऱ्यौँ भने फुल मेम्बर राष्ट्र मात्र छैन, एसोसिएट राष्ट्र पनि छ आयोजकको रूपमा। र नर्मल्ली आइसिसीले गर्दै आएको कुरा भनेको फुल मेम्बर नेसनलाई चाहिँ इफ दे आर द होस्ट अफ ग्लोबल इभेन्ट दे विल अटोमेटिकली क्वालिफाई। यो हिसाबले हामीले हेऱ्यौँ भने नामिबिया बाहेक साउथ अफ्रिका र जिम्बाब्वे अटोमेटिकली क्वालिफाई हुनेछन् र एज अ होस्ट नेसन 2वटा सिट उनीहरूले लिनेछन्। नामिबिया फुल मेम्बर नेसन नभएको हुनाले उसले सम्पूर्ण क्वालिफिकेसन प्रोसेसको खेलहरू खेल्नुपर्नेछ। 2वटा राष्ट्र त एज अ होस्ट नेसन खेलिहाल्ने भयो। त्यसपछि नर्मल्ली आइसीले ऱ्याङ्किङबाट जुन आइसीको ऱ्याङ्किङ हुन्छ एउटा कुनै डेडलाइन दिनेछ, त्यो अहिलेसम्म प्रकाशित गरेको छैन। 2027 को वर्ल्ड कप आउन केही समय छ। आइसीको ऱ्याङ्किङबाट टप 8 टिम त्यहाँबाट सेलेक्ट गर्नेछ र आइसिसी ऱ्याङ्किङबाट हामीले 8 टिम भन्ने मान्यौँ र त्यसपछि एज अ होस्ट 2 टिम भइहाल्यो, 10 टिम त सकिहाल्यो। अब बाँकी रह्यो 4 टिम। नेपालले कम्पिट गर्ने भनेको त्यो 4 टिमको लागि हो र त्यो 4 टिम एज पर आइसिसी अहिलेसम्म हेऱ्यो भने त्यसको लागि जसरी लास्ट वर्ल्ड कपको लागि जिम्बाब्वेमा वर्ल्ड कप क्वालिफाई भएको थियो, त्यहाँ विभिन्न राष्ट्रहरू गएर खेलेका थिए र 2वटा राष्ट्र वर्ल्ड कप क्वालिफाई भएका थिए। तर अहिले जसरी सङ्ख्या बढेको छ, 14 सङ्ख्या भएको छ र त्यो हामीले यसलाई अन्डरस्ट्यान्ड गर्यो भने अब त्यसरी नै वर्ल्ड कप क्वालिफायर हुनेछ। त्यो वर्ल्ड कप क्वालिफायरबाट लास्ट वर्ल्ड कप क्वालिफायरबाट 2वटा राष्ट्र गएका थिए भने यो वर्ल्ड कप क्वालिफायरबाट 4वटा राष्ट्र जान्छन् होला भनेर हामी त्यसलाई अनुमान लगाउन सक्छौँ र त्यो अनुसारले 14वटा राष्ट्र पुरा हुनेछ। र नेपालले खेल्ने भनेको नेपाल पक्कै पनि ऱ्याङ्किङमा रहेर माथि पुग्ने सम्भावनै छैन। नेपालले क्वालिफाई हुने भनेको WCL 2 को म्याचहरूबाट हो र नेपालले कम्पिट गर्ने भनेको पनि जुन त्यो 4th पोजिसन रहेको छ, 4वटा टिमहरू रहेका छन्, त्यो पोजिसनको लागि चाहिँ नेपालले कम्पिट गर्ने हो। र त्यो कम्पिटमा गर्नको लागि अथवा त्यो वर्ल्ड कप क्वालिफायर पुग्ने पनि विभिन्न बाटोहरू छन्, 2-3वटा बाटोहरू छन् जसरी वर्ल्ड कप क्वालिफायर पुग्न सकिन्छ। त्यो आइसिसीले निकाल्दै गर्नेछ। तर नर्मल बाटो जुन नेपालको सजिलो बाटोको बारेमा आज कुरा गरौँ, त्यो सजिलो बाटोबाट भएन भने अरू बाटाहरू के हुन्छन् त्यो बारेमा पछि कुरा गरौँला। तर अहिले हामी सिम्पल इजी बाटो हेरौँ। इजी बाटो भनेको नेपालले अहिले WCL 2 का म्याचहरू खेलिरहेको छ। WCL 2 मा हामीले कुरा गरौँ भने 8वटा राष्ट्र सम्मिलित छन्, स्कटल्यान्ड, USA, नेदरल्यान्ड, ओमान, क्यानाडा, नामिबिया, नेपाल र युनाइटेड अरब इमिरेट्स UAE गरेर 8 राष्ट्र सम्मिलित छन् र यी 8 राष्ट्रले यो 2023 बाट 27 सम्मको साइकलमा एउटा देशले 36वटा गेम खेल्नेछ। पहिला इक्वल नम्बर अफ म्याच खेल्ने गर्थ्यो सबै टिमसँग, तर योचोटि भने त्यस्तो हुँदै छैन। टोटलमा 7वटा टिमसँग टोटलमा नेपालले जुनसुकै टिमले पनि 36 म्याच खेल्नेछन्। प्रत्येक टिमसँग 4 म्याच त हुनेछ, तर त्यो बाहेक अहिले कसरी भइरहेको छ भन्दा 36 म्याच कसरी खेल्छन् भन्ने बारेमा कुरा गरौँ। टोटलमा हामीसँग यो ग्रुपमा WCL 2 मा 8वटा टिमहरू रहेका छन्। 8वटा टिमले 9वटा ट्राई सिरिज खेल्छन्, 3टा होममा र 6वटा अवे। र 9वटा ट्राई सिरिजमा हामीले कुरा गरौँ भने 4वटा
म्याच हुने गर्छ एउटा ट्राई सिरिजमा। त्यो हिसाबले ट्राई सिरिज 9वटा ट्राई सिरिज हामी खेल्ने गर्छौँ, 4वटा म्याच हुने गर्छ। 9x4 गऱ्यो भने 36 म्याच हुने भयो। त्यसरी टोटलमा 36 म्याच खेल्ने गर्छ। तर 36 म्याचको कुरा गर्दाखेरि प्रत्येक टिमसँग इक्वल नम्बर अफ म्याच चाहिँ खेल्दै छैन। कुनै टिमसँग 4वटा म्याच हुन्छ र कुनै टिमसँग 5वटा हुन्छ। त्यो एउटा आइसिसीले साइकल पनि निकालिसकेको छ। त्यो बारेमा हामी नेपाल कुन कन्ट्रीसँग कतिवटा म्याच खेल्छ भन्ने बारेमा अर्को भिडियोमा कुरा गर्नेछौँ। आजको हाम्रो मेन फोकस भनेको नेपाल कसरी 2027 को वर्ल्ड कप क्वालिफाई गर्छ भन्ने बारेमा हामी कुरा गरिरहेका छौँ। र त्यो वर्ल्ड कप क्वालिफाई गर्नको लागि नेपालले जुन अहिले WCL2 को म्याचहरू भइरहेको छ, सबभन्दा सजिलो उपाय भनेको नेपाल क्वालिफाई हुने बाटो भनेको वर्ल्ड कप क्वालिफायर खेलेर हो। नेपाल होस्ट नेसन पनि होइन, आइसिसी र्याङ्किङबाट पनि नेपाल क्वालिफाई हुन सक्दैन। र नेपाल क्वालिफाई हुने भनेको वर्ल्ड कप क्वालिफायर, जसरी 2023 को वर्ल्ड कपमा जिम्बाब्वेमा वर्ल्ड कप क्वालिफायर खेल्न गएको थियो। त्यो बेला हामीले सम्झौँ भने मोन्टी देसाईको इरामा हामी त्यो क्वालिफाई हुनको लागि 12 खेलमा 11 खेल जित्नुपर्ने थियो र नेपालले त्यो म्याजिक गरेर वर्ल्ड कप क्वालिफाई भएको थियो। र अहिले पनि त्यसरी नै नेपाल वर्ल्ड कप क्वालिफाई हुनुपर्ने छ। र त्यसको लागि नेपाल अहिले के खेलिरहेको छ, WCL2 का गेमहरू खेलिरहेको छ नेपाल बाहेकका 7 राष्ट्रसँग। त्यो खेलमा हामीले नेपालको हेऱ्यो भने तपाईँहरू पोइन्ट्स टेबल हेर्न सक्नुहुन्छ। यसमा नेपालले खेल्ने टोटल 36 खेल हो, 16 खेल खेलिसकेको छ। अब खेल्न बाँकी 20 खेल रहेको छ र नेपाल पोइन्ट्स टेबलको नम्बर 7 मा छ, सेकेन्ड लास्टमा रहेको छ। वर्ल्ड कप क्वालिफायरको लागि क्वालिफाई हुनको लागि नेपाल टप 4 मा फिनिस गर्नुपर्नेछ। टप 4 मा फिनिस गर्न सकेन भने पनि सेकेन्ड चान्स पनि पाउनेछ। तर सेकेन्ड चान्समा हामी अहिले नजाउँ। नेपाल क्वालिफाई हुनको लागि यो 8 टिमबाट टप 4 मा फिनिस हुनुपर्नेछ। 1 2 3 4 4 स्थानमा फिनिस हुनुपर्नेछ। अहिले यो पोइन्ट्स टेबल तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। स्कटल्यान्ड फर्स्टमा छ, 2 मा अमेरिका छ, 3 मा नेदरल्यान्ड्स छ र 4 मा ओमान रहेको छ र नेपाल 7औं स्थानमा रहेको छ। अब नेपालले मेन ओडिआई वर्ल्ड कप क्वालिफाई हुनको लागि गर्नुपर्ने भनेको WCL2 का म्याचहरू खेल्दै जानेछ 27 सम्म र ती खेलहरू जित्नुपर्नेछ र यो पोइन्ट्स टेबलको टप 4 मा फिनिस गर्नुपर्नेछ फर्स्टमा। सेकेन्डमा त्यसपछि वर्ल्ड कप क्वालिफायरको म्याचमा पुग्नेछ र वर्ल्ड कप क्वालिफायरमा जुन टप 4 टिम हुनुपर्नेछ क्वालिफाई हुनको लागि त्यसमा फिनिस गर्नुपर्नेछ। त्यो भयो भने नेपाल वर्ल्ड कप खेल्न पाउनेछ र सम्भावना छ जुन हिसाबको क्रिकेट नेपालले खेलिरहेको छ। किनभने अहिले सङ्ख्या पनि बढेको छ। लास्ट वर्ल्ड कपमा इट वाज टफ, जम्मा 2वटा राष्ट्र सम्मानित हुन पाउँथे। 10 राष्ट्रको वर्ल्ड कप गराएको थियो, तर अहिले 14 राष्ट्रको वर्ल्ड कप हुँदैछ। 4वटा सङ्ख्या बढेको छ र नेपाल हैज होप कि नेपालले राम्रो क्रिकेट खेल्यो भने नेपाल वर्ल्ड कप क्वालिफाई हुन सक्छ। र त्यसको लागि नेपालको अब अपकमिङ च्यालेन्ज भनेकै WCL2 को सिरिज सुरु हुँदैछ, UAE मा सुरु हुँदैछ। त्यहाँ UAE र अमेरिका USA सँग कम्पिट गर्दैछ, 2-2 म्याच खेल्नेछ। सो USA अमेरिका दोस्रो स्थानमा रहेको छ, UAE 8औं स्थानमा रहेको छ। यो सिरिज नेपालको लागि निकै महत्त्वपूर्ण छ। यो सिरिजको बारेमा पनि हामी विशेष भिडियोहरू लिएर आउनेछौँ र हामी तपाईँलाई भन्दै आएका छौँ। हामी एभ्रीडे नेपाली क्रिकेट सम्बन्धी नयाँ एनालाइटिकल भिडियोहरू लिएर आउनेछौँ। सो तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट जानकारीको लागि हाम्रो च्यानल सब्सक्राइब पनि गरिदिनु होला। र यो भिडियो थियो नेपालको 2027 मा हुने वर्ल्ड कप कसरी खेल्छ भन्ने बारेमा। आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला। तपाईँहरू कस्तो खाले भिडियोहरू हेर्न मन छ त्यो पनि तपाईँहरू सुझाव सल्लाह दिन सक्नुहुन्छ। त्यसको लागि पनि तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ र बेस्ट विसेस नेपाली क्रिकेट टिमलाई जुन अब WCL2 का खेलहरू हुँदैछ UAE मा, त्यसको लागि बेस्ट विसेस। र हामी त्यसको एक्सक्लुजिभ कभरेज, एक्सक्लुसिभ भिडियोहरू, विभिन्न एनालिटिकल भिडियोहरू, विभिन्न डाटाका सम्बन्धी रिलेटेड भिडियोहरू, विभिन्न स्टार्टसँग रिलेटेड भिडियोहरू लिएर हाम्रो च्यानलमा उपस्थित हुनेछौँ। त्यसैले हाम्रो च्यानल सब्सक्राइब गर्नु होला र एभ्रीडे न्यू भिडियो पनि तपाईँहरूले पाउनुहुनेछ। सो हाम्रो च्यानल सब्सक्राइब नगर्नुभएको साथीहरूले सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाइ बाई, सी यू अल इन नेक्स्ट भिडियो।